गुड मर्निङ एभ्रिवान। अब आज चाहिँ हामी यहाँ लारिम्पू गएको। हाम्रो यहाँ सर आउनु भयो आगे मिङ्गुर। यहाँ हाम्रो सरको गाडीमा गएको हामी चाहिँ। सबैजना यहाँ यस्तो छ। मेरो छोराले सामान लाँदैछ। सबैजना यस्तो छ। गुड मर्निङ छ सबैजनालाई। अब हाम्रो अर्को टिम चाहिँ माथिबाट आउँदैछ। ब्रेकफास्टको ब्रेक यहाँ चाहिँ अब हामी चाहिँ बाटो यहाँ पुग्यो हो हाम्रो। बाटो त राम्रो रहेछ यतिको त। बाटो चाहिँ यस्तो रहेछ तर ठिकै छ। अझै भगवान् गुरु लिम्बू छिकेन यस्तो रहेछ बाटो चाहिँ हो। हामी चाहिँ यहाँ आधी बाटोसम्म आइपुग्यो। सबैजना यहाँ यसरी बसिरहेछ। ल बाटो बनाइदिनु भएकोमा हावा गरेर बनाएकोमा चाहिँ एकदमै धेरै धेरै धन्यवाद। ल यहाँ हेर्नुहोस्। हेलो, एक दुई ठाउँ चाहिँ यस्तो यो पुलदेखि कटेर आयो चाहिँ एक दुई ठाउँ बाटो चाहिँ यस्तो रहेछ। एकदमै हुसियार गरेर आउनुहोस्। हामी सबैजना बिसाइरहेछु सबै। हामीले चाहिँ आधी चाहिँ पार गऱ्यो है दाजु? आधी चाहिँ गऱ्यो। अब आधी छ। अब माथि बङ्गलामा गएर रेस्ट गर्छु। त्यहाँदेखि चाहिँ भोलि चाहिँ लाग्नुपर्छ कि के हो कि अब हेरौँ। अहिले गएर हामी पुग्नु आँट्यो लारिम्पू। यस्तो छ बाटो यहाँ यस्तो रहेछ हो। अब चाहिँ पुग्नु आँट्यो हामी। अब यहाँदेखि गएको थिएन 20 मिनटको बाटो हो। ल हामी 8 घन्टा बादमा चाहिँ यहाँ बङ्गला आइपुग्यो। बङ्गला आउँदाखेरि चाहिँ बाटो अलिकति ठिकै रहेछ। त्यो बाइक चाहिँ बाटो चाहिँ यस्तो कालो कि त सजिलो त कहाँ हुन्छ नि। अलिकति दुःख नगरी सुख कहाँ पाउँछ होइन। दुःख त खप्नै पर्यो। आउनु हुँदैछ यहाँ। दुःख त गर्नै पर्यो। ल आज हाम्रो लारिम्पूको टुर चाहिँ एकदमै क्लियर भयो। हाइक आउँदैछ। हाइकको चाहिँ अलिकति उँधो आउँदाखेरि अलिकति गुराको प्रब्लम छ। त्यसले गर्दा तर पनि आइपुग्यो। गुरु रिम्पोछेको छिल्लापले गर्दाखेरि चाहिँ हामी चाहिँ यहाँसम्म आइपुग्यो। बिचरा भारी बोक्नेलाई पनि यति साह्रो रहेछ। तपाईँहरू भारी बोक्नेको दाम पनि नघटाउनुहोस्, अझै थपेर दिनुहोस्। हामी एक्लै खाली हात हिँड्दा त यस्तो साह्रो पर्दैछ भने त दिनमा कस्तो बिजोक रहेछ बिचरा। माया लाग्यो। राम्रो रहेछ यहाँ आइपुग्यो। हामी चाहिँ 8 घन्टा टक्क लाग्यो हाम्रो दिदी बहिनी। हामी चाहिँ बिसा गर्दै आएको। किन अहिले यहीँ बस्नु छ हामी हो। त्यसले गर्दा चाहिँ ढिलो आएको। यहाँको बाटो चाहिँ यस्तो छ। भारी बोक्ने गेस्ट हाउसमा आइपुग्यो। गेस्ट हाउस चाहिँ यस्तो रहेछ। पानी पनि सुविस्ता सब रहेछ है।
आम्मामामामा माने आम्मामा खै आमा माछिला कहाँ गयो बो माने थाक्यो होला पुरा खाना पकाउँदैछ हाम्रो ग्रुपहरू सबै यहाँ छ यसरी बसेर अब चाहिँ पुग्यो हामी यहाँ गेट चाहिँ ढुङ्गाको अरे यो रुखको रहेछ हौ ए ढुङ्गाको रहेछ है अचम्म है ए ढुङ्गाको रहेछ यस्तो रहेछ धुने जग्गा छ कि तर हातहरू धुने जग्गा छ बुझेको पानी छ अरे लिम्बू आइपुग्यो बिहान हामी 4 बजी निस्केर गएको अब यस्तो छ यहाँ हेर्नुहोस् है रिम्बुचीको गेट यस्तो छ बाटो चाहिँ यस्तो रहेछ अहिले गेट रहेछ गेट यस्तो राखेको रिम्बुचीको बाटो चाहिँ यस्तो रहेछ बिसाइर आउँदैन होइन तपाईँलाई डक्टर नपुग्नु भनेको अब हामी चाहिँ फिलहाल लिम्बू पुग्नु आँट्यो अब यो चाहिँ हात्ती बाटो यसरी यस्तो छ तर सक्छ हल्कै अब यहाँ हेर्नुहोस् दबाई चाहिँ पेन किलर भन्दा पनि नि एउटा ट्रेकिङको दबाई पाउँदो रहेछ हिँड्दाखेरि नथाक्ने त्यो चाहिँ दबाई दोकानमा हुन्छ अरे तपाईँहरूले त्यो दबाई चाहिँ लिएर आउनुहोस् त्यहाँदेखि खानुहोस् त्यहाँ फिट हुँदैछ होइन गर्दो रहेछ असर किनभने यहाँ हेर्नुहोस् त है जन्मेर 54 वर्षको उमेरमा चाहिँ अब यहाँ अब गुरु रिम्बुचीको ने चाहिँ देख्यो हामीले हो नभए 54 वर्षमा चाहिँ अब यहाँ मेरो आइ चाहिँ कति होला कति वर्ष हो म 54 हो त अहिले भर्खर 50 हो 50 हो 52 वर्षको उमेरमा चाहिँ अब 71 वर्षको पनि छ यहाँ नि 72 वर्षको पनि छ पछाडि आउँछ ए हाम्रो मैली बडी सबसे सानो नानी कति वर्ष थियो मैली बडी कति वर्ष पुग्यो 60 त पुग्यो होला हौ 60 वर्षको हेर्नुहोस् यहाँ 5 वर्षको हो यहाँ चाहिँ यस्तो छ हामी यहाँबाट आउँदा चाहिँ जिउहरू पुरै एकदमै शान्ति छ यस्तो त्यो लट्ठी चाहिँ लानुहोस् अरे घरमा म बुझ गुरु मसिते माटो आएको छ म बुझ गुरु मसिते यहाँ हेर्नुहोस् त यस्तो डरलाग्दो छ नि चाहिँ तपाईँहरू आउनु सक्नु भएन भए पनि यसरी हेर्नुहोस् यस्तो छ ढुङ्गाहरू ट्राई टु सक्सेस भने यही हो म हिँड्न नसक्ने त यहाँ धेरै धेरै धन्यवाद छ आइकान्छी पाल्चम ब्लकलाई
एकदमै धन्यवाद उहाँहरूले गर्दाखेरि चाहिँ हामी चाहिँ नाचिटाको काम पनि भयो आज्ञा मिङजुरले पनि हामीलाई हलिसे के अरे यहाँ लारिङिम्पू उहाँले उहाँको गाडीमा मजाले हामीलाई स्मुथ ड्राइभिङ अझै भएन हामीलाई खानासाना बेलुका आएर पनि मजाले खानासाना बिचरा सबै बनाएर दियो भयो एकदमै धन्यवाद उहाँहरूको आयु पनि लामो होस् अन्त हाम्रो नाना र उहाँ पनि उहाँहरूको पनि चिताको ग्रुप हो सक्सेस होस् है बाटो चाहिँ यस्तो रहेछ यहाँ चाहिँ रहेछ हाम्रो लारिङिम्पूको चाहिँ गुरु रिम्पोछे बस्ने जग्गा चाहिँ यता रहेछ हेर्नुहोस् है यस्तो रहेछ अब यो कलमा अलिक डोल्दैन है त्यहाँ ठिलिने जग्गा त्यस्तो रहेछ यो रहेछ हेर्नुहोस् है यस्तो यहाँबाट जानुपर्ने रहेछ हाम्रो आइकेन्सी जाँदैछ ल रहेछ हेर्नुहोस् केले ठिन्डा ए धुलोहरू हेर्दै हिँड्ने अलिक उज्जवल देखाला पाऊँ म साह्रो रिम्पू चिकेन म त डाइरेक्ट यहाँबाट पसेर गएर चाहिँ सामु मिसिङ सोधेर टक्कै सामु गुम्पा निस्कियो भने त gadung dukena tadi gadung di nyama dungna je mem daba dem lo oso kutne je luka le me la pitiana le dungse di original di ipti jakdu thank you je bana melam tabana ke khambula lem thank you अब चाहिँ हामी चाहिँ लारिङिम्पूबाट फर्केको एकदमै मजा आयो आजको हाम्रो हिँड्ने ट्रिपी नाना छ यहाँ आइपल्मु छ एकदमै मजा आयो ल तपाईँहरू पनि आउनुहोस् हिँड्नु सक्ने रहेछ अब हिँड्नु सक्ने रहेछ हामी आउनुहोस् उन्दु जाँदा झन् हल्का रहेछ अब एक दुई ठाउँमा त हुन्छ नि भगवानको ठाउँमा जाँदा है दुःख तर अब हामीले सहनुपर्छ सुख पाउनु लागि दुःख पनि सहनु पऱ्यो नि त्यहाँदेखि चाहिँ यस्तो छ हामी जो त्यो माथि डाँडा गएर आएको अब यहाँ हिँड्दैछु बाटो चाहिँ ठिकै रहेछ एक दुई ठाउँ चाहिँ अलिकति यो भएको रहेछ ल